कतिजना छौँ अहिले 1 2 3 4 5 6 7 8 जना छौँ अनि we are अहिले बना चलमल त पछाडिमा भएछ यार अगाडि भन कस्तो भइरा चलमल त पछाडि पो गरेको नि भन्यो हेलो ल आज चाहिँ हामी डे 1 इन मेलबर्न आइसकेका छौँ हिजो राति आएर रेस्ट गरेर अब आज घुम्न निस्किँदैछौँ होपफुली वेदर राम्रो हुन्छ एकदमै पानी पर्ला जस्तो भइरहेछ तर तिमीलाई के भन्न मन छ कस्तो फिल भइरहेछ त डे 1 इन मेलबर्नमा मजा लागिरह मलाई चाहिँ अब चाहिँ आएर चाहिँ मलाई अस्ट्रेलिया आएको जस्तो भएको छ हिजो बेलुका चाहिँ आउँदा यति खतरा खतरा लाइटहरू थियो देखेर चाहिँ पहिलोचोटि विदेश आएको जस्तो फिल भइरहेको छ त्यही हो तर अब बाहिर चाहिँ एकदम जाडो जाडो जस्तो भइरह अब केटी मान्छेलाई कहाँ जाडो हुन्छ त वान पिस लगाइसकेपछि हामी चाहिँ रेडी भइसक्यौँ मेरो साथीहरूलाई देखाऊँ अनि हामी घुम्न जान्छौँ हेलो विनिता हेलो ल आज हामी बस्ने घर चाहिँ देखाइदेऊ त ल हाउस टुर र यो चाहिँ हामी बसेको घर हो यहाँ चाहिँ लिभिङ रुम छ यहाँ चाहिँ सुभाष गेवालीजी बसिराख्नु भयो अनि त्यसपछि हाम्रो यो किचन भयो अनि त्यस पछाडि यहाँ चाहिँ स्टडी रुम जस्तो छ तर एकदम राम्रो राम्रो छ एकदम वाउ जताततै मिररै मिरर हेर न यहाँ कस्तो राम्रो मिरर छ नाइस म तिमीलाई अरू देखाउँछु Nice painting. यहाँदेखि रुक यहाँ बाहिर हेर न कस्तो राम्रो वाउ भ्यू चाहिँ एकदम राम्रो छ अब चाहिँ म देखाउँछु मेन इम्पोर्टेन्ट कुरा हाम्रो बेडरुम आउ आउ ल यहाँ चाहिँ यो चाहिँ के भन्छ अरे एकदम के रोयल फिल हुन्छ यस्तो देखाउँछु मलाई चाहिँ ल ल यहाँ एउटा रुम छ अनि सेकेन्ड रुम थर्ड फोर्थ अनि यो चाहिँ हेलो सृष्टि यो चाहिँ सृष्टिको रुम हो यस अनि त्यस पछाडि यो चाहिँ अमृत तिम्रो रुम देखाइदेऊ त अनि यो चाहिँ देखाउ न ल टुर हुँदैछ क्या नाइस ब्रो कडा छ बत्तीको त नाइस बत्ती बोलिराख तिम्रो कोठाबाट भ्यू हेर्न मिल्छ मिल्छ होला यसरी गराइदेऊ न ओए नाइस एउटै भ्यू छ तर हरियो हरियो खालको दामी छ यहाँबाट पनि यस्तो दामी छ अब चाहिँ हामी सुभाष सरको रुम टुर गर्न जाँदैछौँ सुभाषहरूको उनीहरू रेडी भएर गइसके यो चाहिँ हाम्रो रुम हो तर यहाँ भत्ता घुम भएको चौडाहरू तिमीले मात्रै नमिला रहेछौ त अनि मैले मिलाएको अघि तिमीले यो चाहिँ हाम्रो रुम वाउ त्यो राम्रो हो नाइस भ्यू देखिन्छ तर राम्रो छ हामी बसेको घर चाहिँ नाइस छ अनि अब हाम्रो बाथरुम देखाउँछु अब हाम्रो बाथरुम चाहिँ एकदम राम्रो है एकदम राम्रो म चाहिँ यो मेकअप गर्नलाई लिएको वाउ वे मेरो चाहिँ सबभन्दा राम्रो फेभरेट यो पार्ट हो कि मिरर आई अलवेज लाइक इट के बिग बिग मिरर मैले पछि हाम्रो घर भयो भने पनि यस्तै मिरर राख्छु अनि यो भयो बाथरुम त्यस्तो डिटेलमा देखाउनु पर्दैन ओके लेट्स गो नाइस पेन्टिङ छ हेलो हामी चाहिँ रेडी भएर निस्किसक्यौँ हामी चाहिँ अहिले चाहिँ बोटानिकल गार्डन जाँदैछौँ मेलबर्नको अनि सबैजना रेडी भइसकेको छ सबैजना गाडीमा बसेर सो चुपचाप लगाएर साइलेन्ट मोडमा बसिरह अब हाई सुनिता तिमीलाई कस्तो लागिरह मलाई ठिकै लागिरह खासै रमाइलो चाहिँ लागिरहेन सबै नेक भएर कोही नि बोल्दैन सब साइलेन्ट चुपचाप छन् त्यस्तो होइन अब हेर आज फर्स्ट डे चाहिँ भएर चाहिँ होला फर्स्ट डे अनि हल्का टायर्ड भएर होला हामी 8 घन्टाको ड्राइभ गरेर आएको अनि त्यही भएर हल्का रेस्ट गरेर 5 घन्टा मात्रै सुतेर अनि फेरि उठेर पुरै रेडी सेडी भएर हामी चाहिँ अलि चाहिँ लाइन जाँदैछौँ किनभने हामी पार्किङको लागि मात्रै आएको थियौँ त्यही भएर लाई अमृत कस्तो लागिरहेको त तिम्रो एकदम रमाइलो भएर एकदम यहाँ बोलेर पनि नेक भन्छन् नबोले पनि नेक भन्छन् तर जस ओभरअलमा रमाइलो भइरह नि हेलो सृष्टि
तिमीलाई चाहिँ कस्तो लागिरह मलाई ठिकै रमाइलो भइरहेछ रमाइलो हैन खुसी छु भन्देऊ न एकदम खुसी एकदम लिन्छ बेन्जालाई चाहिँ हाय मलाई नि एकदम रमाइलो लागिरह मलाई त मेन चाहिँ सिटी म्युनिसिपालिटीले भोट कति ल्यायो कति 25,000 भन्दा माथि पुग्यो 52,000 ल यिनीहरू सब बालेनको सपोर्टर यिनीहरूलाई आउँदाखेरि 8 घन्टाको ड्राइभमा यिनीहरूले घन्टामा पनि होइन 30 मिनटमा 15 मिनटमा चेक गरी आएको होइन सेकेन्डमा पनि होला सायद अन्त उठेर पनि सुत्दा पनि सपना पनि त्यही त देखेनौ ल हेलो घनश्यामजी हेलो मेरो पहाडी गाडी सिधै आयो अनि उता चाहिँ सुभाषले ड्राइभ गरिरहन् हाम्रो चाहिँ क्विक अपडेट चाहिँ यही हो हेलो बिन्दा हेलो अब के गर्दैछौँ हामी चाहिँ बोटानिकल गार्डन आइपुग्यौँ हामीले चाहिँ गाडी पार्क गरिसक्यौँ अब चाहिँ हामी हिँडेर वाकमा टाइम हिँडेर अनि त्यसो चाहिँ हामी पुग्छौँ अनि त्यसरी म तपाईँलाई भ्यू देखाउँछु ल हामी चाहिँ बोटानिकल गार्डन आइसक्यौँ मेलबर्नको अनि यतातिर यो मेन गेट हो कि होइन थाहा छैन तर पनि हामीले यतै गाडी पार्क गरे भएर चाहिँ हामी यही गेटबाट छिर्न लाग्छौँ गेट चाहिँ ठिकै छ अब भित्र गएर हेरौँ है कस्तो छ अफकोर्स राम्रो भइहाल्छ नि मैले रिकमेन्ड गरेको मैले भिडियोहरू टिकटकमा देखिरहेको थिएँ कति राम्रो यहाँ बोटिङ पनि हुन्छ हाम्रो टोलीहरू चाहिँ यता छन् अनि सुभाषको फिट चेक गर्नु My fit check today. This dress is from Forever New, and then this bag is from Coach, and then this watch is from Swarovski, and my earrings from Shein, and my glasses is from Ray-Ban, and then my sandal is from Tokito. and phone from iPhone That's all. एन्ड ब्रान्डेड सुभाष मेरो हात ल हामी फेरि पनि अर्को फिट चेक गर्न आइसकेका छौँ यतिखेर हुनुहुन्छ सृष्टि ल फिट चेक गर्नुहोस् त Hi guys, today I'm doing my fit check, quick fit check. So my sleeper is from Charles & Keith, my skirt is from Glasson, my t-shirt is from Shein, my jacket, blazer is from H&M, my bag is from Charles & Keith, and me from Nepal. Thank you. नाइस एकदम राम्रो लागिरह तर खासमा त्यस्तो डिफ्रेन्स त छैन एडलेडमा पनि यस्तै छ त्यो बोटानिकल गार्डन यहाँ पनि सेम त्यस्तै हो तर हल्का ठुलो रहेछ जस्तो लाग्यो मलाई चाहिँ एक्स्ट्रा कुरा के हो भन्दाखेरि चाहिँ ठुलो बिल्डिङ देखिँदो रहेछ एडलेडमा चाहिँ यस्तो ठुलो बिल्डिङहरू चाहिँ त्यस्तो देखिँदैन तर त्यहाँ पनि क्वाइट छ राम्रो छ यस्तै छ तर यहाँ एक्स्ट्रा कुरा भनेको चाहिँ यहाँ बोटिङ छ अरे तर हामीले अघिदेखि खोजिरहेको छ तर भेटेको छैन त्यही हो ओभरअल एकदम राम्रो भइरह मलाई चाहिँ एकदम राम्रो लागिरह फ्रेस फिल भइरह मलाई चाहिँ मेलबर्न पहिल्यैबाट आउन मन थियो अनि अहिले चाहिँ हामी फाइनल्ली मेलबर्न आइपुग्यौँ म चाहिँ अब सबजना देखाउँछु सबजनाको फोटोसुट चलिरह यस्तो राम्रो भ्यू छ तर मलाई चाहिँ यो चाहिँ एकदम गर्न मन थियो तर फाइनली पाइयो सो गुड वाउ What's this branch above your head? Alright. Sorry about this. No, all good, that's all good. Normally I'm a bit of a better driver, but No, हामी जस्तो मुनिबाट जान्दैछौँ ए ब्रिजको मुनिबाट this tree just here, Yep. it's very similar to a people tree you have in Nepal. Oh yeah. यो फुल लागेको छ यो फुल लागेको So cool. हामी चाहिँ बोटानिकल गार्डन घुमेर सब भ्याएर हामी चाहिँ अब अर्को ठाउँ जाँदैछौँ फेरि हामी आइसकेका छौँ स्काई डेकमा अब यहाँ हुनुहुन्छ हामीसँग बिन्ता गुरुङ के भन्न चाहनुहुन्छ कहाँ जाँदै हुनुहुन्छ ल यिनी अब लजाइन हामी चाहिँ मेलबोर्नको टुर गर्दैछौँ त्यो पनि बिहारमा ल हाम्रो गाइजहरू बिन्सा फिट चेक गर्ने कि नगर्ने सुभाष के भइरहेको ब्रो ल सम्राटको फिट चेक भएन यार आज ल लेट्स डु इट ब्रो
Fritzek and nice. You on the. Okay, this t-shirt is from Balenciaga, pant from Cotton On, and shoes from New Balance. Thank you. Yeah. My fit check today. This jacket is from Cotton On. This t-shirt is from Zara, and the pant is from YD, and shoes is from Nike. Watch from Apple Watch, and branded boy from Nepal. Check. My t-shirt from Zara, and my trouser from Zara, and my shoes from Nike. This is specially gifted from my wife, and I'm from Nepal. हेलो हामी चाहिँ यहाँ स्काइडेकको एक तलामा आइसकेका छौँ अनि अब चाहिँ यहाँ के छ भनेपछि एउटा एक्टिभिटी छ यतातिर यहाँ भित्र बसेर चाहिँ भर्चुअल टक्क हेर्ने मेलबोर्न घुम्ने आनन्दसँग ड्राइभ गर्नु पर्दैन आनन्दसँग भित्र जाने त्यसरी लगाउने ट्याक्क 3Dले घुमाइदिन्छ मेलबोर्नभरि अब दिस इज गन बी माई फर्स्ट एक्सपिरियन्स सी कस्तो हुन्छ यो पछाडि म भन्छु अनि अब यो पछाडि चाहिँ हामी माथि 89 तलाको फ्लोरमा चाहिँ जानेछौँ त्यो पनि म भिडियो देखाउँछु लेट्स हैन यो गरौँ है त लेट्स एक्सपिरियन्स दिस मोमेन्ट टुगेदर विथ माई फ्रेन्ड्स थ्याङ्क यू हामी चाहिँ अब स्काइडेकको लागि जाँदैछौँ ग्राउन्ड लेभल यता नि छ त किन हो र यस्तो ढिगल्ने त्यहाँ हेर ल है लेभल 2 बाट Level 4 5 6 7 8 9 कति छिटो गए कान कस्तो बममा भएको हेर न त्यहाँ कान त कस्तो मतिबारको भएन 57 58 वेब 60 मेरो कान पुरै कस्तो भयो 88 कस्तो ओए मेरो कान ए 88 फ्लोर माथि छौँ यो चाहिँ मेलबोर्नको भ्यू वाउ यस्तो राम्रो देखिरह है लास्टै राम्रो देखिरह नि त